संसारको सबै धनवान मानिसहरू मिलेर पनि प्रिय भोलिको दिन चाहिँ किन्न सक्दैन। आज तपाईँ जीवित हुनुहुन्छ, आज तपाईँले सास प्रश्वासलाई फेर्दै हुनुहुन्छ, यो चाहिँ परमेश्वरको अनुग्रह र उहाँको कृपाको कारणले हो। परमेश्वरले नै तपाईँ र मलाई जीवन दिनु भएन भने तपाईँ र मसँग भएको करोडौं रुपियाँ पैसाले प्रिय भोलिको दिनलाई हामीले किन्न सक्दैनौँ। जीवन त वास्तवमै परमेश्वरले दिनुहुन्छ। आज हामीले प्राप्त गरेको यो जीवन उहाँको कृपा र उहाँको अनुग्रहको कारणले हो। सो आज प्रिय मानिसले किन त्यो धन सम्पत्तिको घमण्ड गर्छ, किन उसले कमाएको रुपियाँको घमण्ड गर्छ, किन उसले आफ्नो रूपको घमण्ड गर्छ, किन उसले आफ्नो क्षमता र सिपको घमण्ड गर्छ? वास्तवमै जीवन दिनुहुने त परमेश्वर हुनुहुन्छ। मैले तपाईँलाई भन्दै थिएँ, संसारको सबै धनवान मानिसहरू मिलेर भोलिको दिनलाई किन्छु भनेर चाह्यो भने पनि उनीहरूले किन्न सक्दैनन्, किनभने जीवन त परमेश्वरको हातमा छ। प्रिय मान्छेले जति नै प्रयास गरेर पनि प्रिय भोलिको दिन किन्न सक्दैन। यदि परमेश्वरको समय हो भने परमेश्वरले उसलाई आफ्नो घरमा लानुहुन्छ। तर प्रिय मानिसहरू यस संसारमा हेर्नुहोस्, भोलिको दिनको लागि बाँच्नको लागि करोडौं रुपियाँहरू खर्च गर्छन्, तर पनि उनीहरू कतिपय मानिसहरू बाँच्न सक्दैनन्। तर आज तपाईँले पाउनुभएको जीवनको लागि प्रभुलाई धन्यवाद दिनुहोस्। यो उहाँको कृपा र उहाँको अनुग्रहको कारणले हो। आज विशेष गरेर मैले तपाईँलाई बताउन चाहेको प्रिय, हाम्रो जीवनको मालिक चाहिँ हाम्रो रुपियाँ पैसा होइन, हामीले कमाएको धन सम्पत्ति होइन, तर हाम्रो जीवनको मालिक चाहिँ प्रभु येशू हुनुहुन्छ। सो आज जीवित छँदै प्रिय तपाईँले उहाँलाई खोज्नु पर्यो। सृष्टिकर्ता उहाँ हुनुहुन्छ, परमेश्वर उहाँ हुनुहुन्छ जसले तपाईँ र मलाई जीवन दिनुभएको छ। तर आज मानिसहरूले परमेश्वरलाई खोज्नुको सट्टा संसारका त्यस्ता कुराहरू, घिनलाग्दो कुराहरूलाई खोजिरहेका छन्, जुन संसारले मानिसको मगजलाई क्याप्चर गर्न खोज्दैछ, मानिसलाई परमेश्वरदेखि टाढा बनाउन खोज्दैछ, सृष्टिकर्तादेखि टाढा बनाउन खोज्दैछ। अनि मानिसहरू त्यस्तै कुराको लागि नै दौडधुप गरिरहेको छ। कति दुःख लाग्दो कुरा छ। तर जसले जीवन दिनुभएको छ, जसले अनुग्रह दिनुभएको छ, आज सृष्टिकर्तालाई मानिसहरूले नखोजिरहेको अवस्था छ। तर प्रिय तपाईँले प्राप्त गर्नुभएको जीवन चाहिँ नि परमेश्वरले तपाईँलाई दिनुभएको कृपा हो, उहाँको अनुग्रह हो। सो आज तपाईँ जीवित हुनुहुन्छ, मजाले सास फेर्नुहोस् र प्रभुलाई धन्यवाद दिनुहोस्। प्रभु, यो अनुग्रह त तपाईँको हो, यो कृपा तपाईँको हो। सृष्टिकर्तालाई तपाईँ जीवित छँदै खोज्नु पर्यो। प्रिय हाम्रो जीवनको मालिक चाहिँ प्रिय नोट होइन, रुपियाँ पैसा मात्र होइन, हाम्रो जीवनको मालिक चाहिँ प्रभु येशू हुनु पर्यो। रुपियाँ पैसा चाहिन्छ हामी सबैजनालाई, मैले चाहिँदैन भन्नु खोजेको होइन प्रिय। तर हाम्रो जीवनको मालिक चाहिँ हामीले रुपियाँ पैसालाई बनाएर हामीले सृष्टिकर्तालाई भुलेका छौँ। यो चाहिँ सबैभन्दा दुःख लाग्दो कुरा हो। प्रिय तपाईँले संसारको सबै कुरा हातमा पार्नुभयो, तर तपाईँले आफ्नो आत्मालाई गुमाउनु भयो भने चाहिँ डरलाग्दो हुन जान्छ। प्रिय उद्धार दिनुहुने प्रभु येशू हुनुहुन्छ, जीवन दिनुहुने प्रभु येशू हुनुहुन्छ। सो जीवन दिनुहुने प्रभु येशूमा तपाईँले त्यो विश्वास राख्नुहोस्। प्रिय